द हब्स द हिमालयन हब्समा सबैलाई स्वागत छ है। द हिमालयन हब्समा अथवा द हब्समा चाहिँ हामीले वरिपरिका कुराहरू अथवा यस्तै औषधीय वनस्पतिहरू जो पारम्परिक पद्धतिमा हामीले प्रयोग गर्दै आइरहेका छौँ त्यसको बारेमा र जसलाई हामीले सजिलै सेवन गर्न सक्छौँ र सजिलै रोगबाट मुक्त हुन सक्छौँ त्यस्तो विषयहरूमा कुराकानी राख्ने। यसलाई हामी भन्छौँ कदम अथवा कदमको रुख भन्छौँ। कदमको रुख त होइन, त्यति ठुलो हुने गर्दैन यो है। यो सानो कदम झाडीनुमा एक प्रकारको कदमको यो बोट हो है। र यसको फल देखिरहनु भएको छ र यसको विशेष डन्ठल अथवा डाख्ला भनौँ है, जसलाई चाहिँ दैनिकी र नमस्कार दर्शकबिन, सबैलाई स्वागत छ है। यसलाई देखिरहनु भएको छ, यो भन्छौँ हामी यसलाई ठाड्यौनी भन्छौँ है। त यदि तपाईँलाई जङ्गलपात गर्दा अथवा घाँस दाउरामा जाँदा अथवा घरैमा पनि कहीँ कतै हिँड्दाखेरि चोट लाग्यो अथवा काट्यो भनेदेखि तपाईँले यसको रस यसरी पत्ता निकाल्ने र यसलाई माड्ने र माडेर हल्का रस यसको रस चाहिँ काटेको। द हब्समा सबैलाई स्वागत छ है। द हब्स हिमालयन हब्सको बारेमा केही कुराकानी गर्नेछौँ अथवा हामीले हाम्रै घर वरिपरि पाउने जडीबुटीहरूको बारेमा अथवा झारपात भनौँ वनस्पतिहरूको बारेमा कुराकानी राख्ने गरिरहेका छौँ। र त्यसरी नै आज हामी यहाँनिर यसलाई भन्छौँ कालीगेडी अथवा मकै भन्ने गरिन्छ है। यसको पत्ता यसरी टिपेर है यो गुज्जरकानु अथवा तामार्के भन्छौँ हामी। यो पहेँलो तामार्के हो है। र पहेँलो तामार्केको धेरैवटा औषधीय गुणहरू चाहिँ यसको जुन चाहिँ यो हरियो मुना देख्नुहुँदैछ है, मात्र यसलाई तपाईँले उसिनेर है यसको पातको है जसरी हामी वाचिपा बनाउँछौँ अथवा र साथीहरू यसलाई भनिन्छ आलस भन्छौँ। आलस है यो खेत जहाँ धानहरू रोपिन्छ है त्यस्ता खेतबारीहरूतिर प्रचुर मात्रामा लगाउने गरिन्छ पनि। र यो चाहिँ के छ भन्दाखेरि विशेष यसलाई केमा चाहिँ हामी प्रयोग गर्दछौँ भन्दाखेरि यो तपाईँहरूको हड्डीहरूको मासीहरू गलेर है तपाईँलाई हिँड्न तक्लिफ पाखनवेद अथवा पाषाणवेद अथवा ढुङ्गालाई फोडेर आउने एक प्रकारको पौधा उम्रिने है पौधा हो जसलाई हामी पाषाणवेद भन्छौँ अथवा पाखनवेद भनेर चिनिन्छ। यदि तपाईँलाई जिउ कटकटी दुख्ने छ भनेदेखि यसको पत्तालाई लिनुहोस्, उमालेर सुत्नुभन्दा अगाडि सेवन गरेर सुत्नुहोस्। यसले धेरै नै राम्रो आराम दिने गर्दछ। यदि तपाईँको जिउ यो तपाईँले देखिरहनु भएको यसलाई हामी विशेष चिप्ले झ्यार भन्छौँ है। र चिप्ले झ्यारले विशेष हाम्रो के गर्छ भन्दाखेरि हाम्रो जब हामीलाई हड्डीको मासीहरू कम्ती भएर है हड्डीभित्र हुने जुन प्रकारको एक प्रकारको तरल पदार्थ हुन्छ है, जसको कारणले गर्दा हाम्रो शारीरिक ऊर्जा बनिरहने र हामी